भन्नेले कति सजिलै भनेका छन् कि मरेपछि कमाएको सम्पत्ति कहिले पनि साथमा लिन सकिँदैन भन्ने। तर त्यो सम्पत्ति तपाईँले कसरी कमाउनु भएको छ, त्यो सम्पत्ति कमाउँदा तपाईँले कसैलाई अधिकार हनन गर्नुभयो होला, कसैको जिन्दगी नै बर्बाद गर्नुभयो होला, कि त लुटेरै चोरेरै त्यो सम्पत्ति त्यतिसम्म बनाउनु भयो होला भन्ने कुरा त कि त तपाईँलाई थाहा छ कि त मलाई थाहा छ। क्या त्यो राम्रोसँग कि तपाईँलाई थाहा छ कि त मलाई थाहा छ। त्यही भएर तपाईँले गरेको त्यो कुकर्म कहीँ पनि जाँदैन, न खरानी हुन्छ न केही पनि हुँदैन, त्यो तपाईँसँगै जान्छ। क्या तपाईँले कमाएको सम्पत्ति त्यहीँ रहन्छ, तर त्यो तपाईँले गर्नुभएको कुकर्म तपाईँसँगै जान्छ। तपाईँले लिन मात्रै होइन, दिनु पनि पर्ने छ। क्या तर त्यो दिनुपर्ने दिन कुन समय हुनेछ, कुन रात हुनेछ, कुन दिन हुनेछ भन्ने थाहा हुँदैन। तर सम्पत्ति कमाउनु तर भोलिलाई समेत ख्याल गरेर कमाउनु। क्या त्यसै त भन्छन् बाउबाजेले गरेको कुकर्म छोरा नातिलाई लाग्छ भनेर। क्या सत्य यही हो कि गरेको कुकर्म कहिले पनि कहीँ पनि जाँदैन, त्यो पछिसम्मको पुस्तालाई चाहिँ बेकार बनाउँछ।